अलिकति रमाइलो भइरहेछ तर होइन यो साइकल यार तर हल्लिन्छ धेरै छ यार आज चाहिँ हाम्रो साइकल अगाडिको भाग कस्नु पर्ने हो दाइ सर टोपी सोपी लाएर आएर चाहिँ हामीले हेलो एभ्रीबडीहरू गुड मर्निङ मेरो युट्युब फ्यामिलीहरू टक्क लाएर म चाहिँ उठिसकेँ होइन आज अहिले चार उठेर फ्रेस पनि भइसक्यो होइन अब चाहिँ कामतिर चलिदिनु पर्ने हुन्छ सधैँ मैले पर्दा लाएर जान्थेँ झालको आज पर्दा खोलिदिएको छु किनभने अलिकति रोशनी पनि आउनु पऱ्यो नि त घामभित्र रुमभित्र अलिक घामसाम पनि आउनु पऱ्यो नि त होइन त्यही हो म चाहिँ अब यो ग्लोभ्स र दुईवटा बोकेर चलिदिएको होइन ग्लोभ्स चाहिँ बाटोमा लाउनु पर्छ किनभने लाउनु मसँग फुर्सद छैन केही त्यही हो बिजी मान्छे होइन के गर्छ दाजुभाइ दिदीबहिनीहरू आज वासरुमको बत्तीहरू पनि मारिदिउँ टक्क लाएर वासरुमको बत्ती पनि मऱ्यो फाइनली यहाँको बत्ती मार्दा चाहिँ फेरि अन्धकार हुन्छ होला फाइनली रुमबाट निस्किसक्यो एभ्रीबडीहरू अझै टट्टो लाएर हातमा यसरी माइका लाल क्यामेरा बोकेर चलिदिनु पर्ने होइन एउटा हातमा ग्लोभ्स लाग्छ एउटा हातमा चाहिँ लगाएको छैन भ्लग बनाउनु मिल्दैन भनेर हिजो चाहिँ दुइटैमा लगाएको थिएन आज एउटा पनि किन चिसो पार्नु भनेर मात्रै लगाएको एउटामा चाहिँ नलगाएको मैले ग्लोभ्स टक्क लगाएको चाहिँ कामको त्यो चलिदिन्छ दिन्छ त्यो बिहान पार्किङतिर लक्ष्य गरेर हो क्या हो नगरपालिकाको र पब्लिकको मसँग बाटो गाडी टाइम जम्मा 3 सेकेन्ड थियो होइन 3 सेकेन्डमा चाहिँ त्यो ग्रिन सिग्नल बल्थ्यो किनभने गाडीहरूलाई स्पिड बुझ्दै बाटो काटेको होइन अनि भ्लग चाहिँ बनाएर त्यो बाटो काटेर चाहिँ के भन्दै जोसमा गीत बजाएको यार बिहान यार त्यही हो चलिदिनु पनि अलिक फास्ट हिँड्दैछु म चाहिँ आज गर्दै सर्ट लाएर म चाहिँ आज बोल्ने पऱ्यो आइदिएको एभ्रीबडीहरू होइन नआएको धेरै भएको थियो टक्क आज चाहिँ आइदिएको परिरहेछ भजन बजिरहेछ क्या राम्रो भाइब छ क्या हामी चाहिँ चट्ट लाएर यसरी घाम ताप्दै मान्छ टक्क लाएर आज चाहिँ खाली चाहिँ किन आज सन्डे रहेछ नि त तर आज पुरै खाली छ यस्तो राउन्डिङ हान्न पनि अलिकति टाइम छैन क्या मसँग टक्क लाएर मन्दिरलाई छोडेर भन्दा नि यसो टाढै गएर त हुन्छ होइन टक्क लाएर मन्दिर यहाँ छ लुकुरदेश टक्क लाएर यतातिर चाहिँ यस्तो टाइपको दामी छ बोजे पोखरीको मन्दिर परेर चलिरहेको निस्किदिएको भर्खर निस्किदिएको अब कामतिर चलाउनु पऱ्यो एभ्रीबडीहरू चटलार काममा आइपुगिसक्यो मजा होइन एभ्रीबडीहरू चटलार सब रेडी गरिसक्यो अब यो कोट र यो एप्रोन चाहिँ काममै धोइदिनु पऱ्यो किनभने रुममा धुनुको यो धुनी लायकको पानी छ नि यो कोट हो मेरो यो एप्रोन हो आज डिफ्रेन्ट एप्रोन छ डिफ्रेन्ट कोट छ कलर एउटै हो कोट चाहिँ नेक्स्ट कोट दुईवटा कोट छ दुईवटा एप्रोन छ है त चटलार अब चाहिँ कामसामीलाई धोइदिनु पर्ने चाहिँ धोयो नि त होइन यसलाई राति क्लोजिङ भइसकेपछि धुने हो यिनी पानी टर्ने आउँछ नि त यो धोएर त्यो सुकाइदिएर जानुपर्छ राम्रोसँग धोएर अनि त्यसलाई चाहिँ अलि चाहिँ भिजाइदिनुपर्छ किनभने मोबाइल सट्ट जान्छ नि त किनभने सिल्लोहरू हुन्छ नि त बोटहरूमा त्यही हो हेलो टक्कलार हामी यहाँ साइकल चलाउनु ड्युटीबाट होइन हाम्रो रेस्टुरेन्ट चाहिँ हामी योवाला हो होइन योवाला हो त्यहाँ भित्रवाला यताबाट भित्र हो माथि भर्याङ छ समीर सरले साइकल चलाएर चाहिँ साइकल लिएर चाहिँ प्रो ल्याएको छ नयाँ साइकल ट्रायल हान्दैछ हामी चाहिँ होइन बेलुका साइकलमा जानुपर्छ अब बेलुका त्यही हो टक्कलार साथी चाहिँ ओ माइ गड फ्ल्यास लाइट पनि बलिरहेको छ किन आज मेरो फ्ल्यास लाइट पनि बल्यो मेरो फोनको फ्ल्यास लाइट प्लस मेरो माथिको त्यो क्यामेराको त्यो फ्ल्यास लाइट बलिरहेछ होइन क्यामेरा स्ट्यान्डको त्यही हो साथी चाहिँ गइसक्यो त्यो ब्रो चाहिँ गइसक्यो होइन टक्कलार उसको साइकल चाहिँ नयाँ साइकल किन्यो नयाँ भन्नाले अरूको साइकल किन्यो तर नयाँ कन्डिसन 100 राम्रो कन्डिसन जस किनेर नचलाइकन राखेको टाइपको साइकल छ होइन 13,000मा किनेको त्यो किन्ने मान्छेले चाहिँ अनि उसले चाहिँ 5,000मा किनेर जस दिउँसो साइकल पनि चलाए जस राम्रो छ अनि ऊ चाहिँ ब्रो चाहिँ गइसक्यो साइकलमा घर धेरै टाढा हो नि त म हिँडेर यहाँनिर 5 मिनट 10 मिनट लाग्छ नि ऊ हिँडेर 1 घन्टा आधी लाग्छ कि भनेको मतलब 1.5 आवर्स लाग्छ होइन अनि त्यही कारणले गर्दा चाहिँ अनि जाउ ब्रो भनेर मैले पठाइदिएँ म चाहिँ एक्लै टक्कलाई हिँड्दै आएको छु त्यही हो अब म पुगेर भेट चाहिँ यस्तै हो दुईवटा फ्ल्यास लाइटबाट सट्ट फाइनली रुम आइसक्यो अब चाहिँ वासरुममा छिरेको मुखसुक त्यस्तो पनि खोल्दैन मुखसुक धोइदिनु पर्ने हुन्छ टक्क लाएर खुट्टा धोइदिनु पर्ने हुन्छ एभ्रीबडीहरू टक्क लाएर खुट्टा चिक्लिङ तरिकाले धोइदिनु पर्ने हुन्छ यस्तो छ थक्कमा छ मेरो वासरुममा चाहिँ किन थक्कमा छ भन्दाखेरिमा चाहिँ मेरो वासरुममा पानी आउँदैन केही आउँदैन नयाँ कसम
किन भन्दाखेरि घरमा रिपेयरै गरे होइन, थर्ड क्लास घर हो यो होइन। त्यही भएर चाहिँ इनारबाट पानी तान्नुपर्ने हुन्छ। इनारबाट पानी तान्नुपर्ने हुनाले चाहिँ एकदम पानी हिलो आउँछ। त्यही कारणले गर्दा चाहिँ सरसफाइ गर्ने कार्यक्रम चाहिँ छैन। त्यही माथि बिहान 9 बजेका थिएँ, बेलुका एकैचोटि 10 बजे रुममा आइपुग्छ एभरिबडीहरू। त्यही हो आजको लागि बाबेको नाइट सिफ्ट मोटामोटा त्यही हो कि त्यति व्यवस्था गर्नुपर्छ कि एभरिबडीहरू। टक्क मैले त्यही मलाई आफ्नै आफूलाई देखिरहेको छु त्यहाँनिर। त्यही हो यस्तोवाला छ नि त, यस्तोवाला छ नि त, आइफोन 16 प्रो म्याक्स छ नि त, यस्तोवाला हुन्छ, यस्तोवाला हुन्छ।